वेलकम टु माई च्यानल गाइज। आज सिओसीको भिडियो ल्याएर आएको छु। थ्याङ्क्स फर सपोर्टिङ। आज डे 7 छ हाम्रो। वार जितिरहेको छौँ। डे 5सम्म हामीले कन्टिन्यू वार जितेको हो। म 17 नम्बरमा टाउन हल 14ले 15 हान्दैछु है गाइज। टाउन हल 15 यस्तो छ। ठिक छ, आरसीले काम गर्यो भने फुल लाग्यो है। आरसीको भरमा हान्दैछु। लेट्स सी, लेट्स गो। आरसी यो ठाउँबाट छोड्छु। ठिक छ, सबै ठिक छ। ओके, आरसी बहिनी काम गर। आरसी चाहिँ टाउन हलतिर जानु पर्यो क्या। एनी हो, आरसी टाउन हलतिर जानु पर्यो। ओके, गयो 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 गयो। आरसी टाउन हलतिर गयो। लभली। ओके, टाउन हल ओके। एउटा रेज दिन्छु। डोनेटको निस्किदियो त फेरि आइस गोलेम। यही छ क्या एउटा दिक्कत। आइस गोलेम जतिको घिनलाग्दो डोनेट चाहिँ अरू कुनै हुँदैन है गाइस। र आइस गोलेमले गर्दा मेरो 3टा फ्रिज त्यहीँ वेस्ट भयो क्या। 4वटा फ्रिज। ठिक छ, आरसीको लागि अझै 3टा फ्रिज बाँकी छ। यो टेकडाउन गर्छ यो हाम्रो इगल आर्टरी। केही छैन, 2टा छ अझै। ओके ओके ओके। रेज स्पेल त्यो पनि आउँछ ल। ओके, आरसीले काम गर्यो। तर फनल कस्तो बन्यो भने बिचको वारपार मात्रै खायो है। ठिक छ, अब मैले एकदम टाइम विचार गरेर हान्नुपर्ने हुन्छ। क्विन काम गरे। क्विन मेरो क्विनको एरो चाहिँ यति बाङ्गो छ, 2टा एयर डिफेन्स फुटाउनु पर्ने, फुटाएन। ठिक छ, केही छैन। अब ड्रागन चाहिँ आश छ है। ड्रागन लेट्स गो। ओके, ड्रागन लेट्स गो लेट्स गो लेट्स गो। कमन ड्रागन कमन, लेट्स गो। ठिक छ, क्विन यता तल आइज नि फेरि। क्विन वाल फुटाउँदै बस्छ क्या क्विनले फेरि। ठिक छ ठिक छ। किङले पनि राम्रै काम गर्दैछ। किङलाई बचाउनु पर्छ होला है मैले। क्विनलाई त्यति असर छैन, किङै हो। किनभने किङलाई एउटा भन्दै किङलाई बचाउनु बेला भइगयो भने एउटा फ्रिज दिएर बचाउँछु किङलाई। ओके, ठिक छ ठिक छ। ड्रागन ज्यादा बाँचेको छ। किङलाई मार्ने केही छैन, केही छैन। किङ सेफ। माथि हेरौँ, किङको पावर छँदैछ। लाग्छ जस्तो छ कन्फर्म। किनभने हामीसँग डोनेटको हाम्रो सुपर मिनियन भर्खर आउँदैछ। सुपर मिनियन ओभर पावरफुल आर्मी हो नि त। ठिक छ, किङको पावर लास्टमा टाइम फेल हुने चान्समा म युज गर्छु, अहिले युज गर्दिनँ है। ठिक छ ठिक छ। ड्रागन कतिवटा बच्यो? एउटा ड्रागन त कतिवटा बच्यो? एउटै मात्रै बचिरहेको रहेछ। केही छैन, हामीसँग सुपर मिनियन छँदैछ। किङको पावर छँदैछ। अब रको 3टा किङले खाइदिइहाल्छ, केही छैन। ओके, पावरफुल। हाम्रो 20 नम्बरको लिजेन्ड एट्याक गर्नु आइसकेको छ। लेट्स सी। आरसी वक विथ ड्रागन। ठिक छ, लभली। आरसी बच्नु पर्यो। अहिलेसम्म इन्भिजिबल एकदम पाप पनि सही चुज गरेको छ। ठिक छ, टाउन हलपट्टि जाँदैछ। लभली। ओके, टाउन हलमा पुगिसक्नु आँट्यो। अब एउटा रेज लभली रेज पनि पायो। आरसी अब एकदम छिटो टाउन हल पुगिन्छ। इलेक्ट्रो ड्रागन र हाम्रो आइस गोलेम मिसिसकेको छ। ठिक छ, केही छैन। आरसीले आफ्नो काम गरिरहेछ। तर आरसी बच्दैन, मर्ने भयो। आरसी मर्ने भयो, पोइजनले मर्ने भयो। बचाउने कोसिस छ, तर पनि बच्दैन। त्यो लियो स्कार सट लियो। ठिकै छ, लिनु सकेन। ओ माई गड। ठिक छ, केही छैन। इन्भिजिबल स्पेल रह्यो। क्विनले लभली लियो। क्विनले एयर डिफेन्स लिइसकेको छ। त्यसले गर्दा ड्रागन एकदम आनन्द सक्ने फुल हान्ने चान्स ज्यादा छ। तर हामीसँग टाइम 1 मिनट 30 सेकेन्ड मात्रै छ। अब क्लियरेन्सको लागि एउटा ड्रागन छोड्यो। ठिक छ, लभली। अहिलेसम्म चाहिँ ओपी गइरहेको छ एट्याक। लेट्स सी, फुल लाग्छ लाग्दैन। तर ड्रागन जता हिँड्दैछ फुल लाग्ने चान्स ज्यादा छ। ड्रागनभित्र कोरमा हिँड्दैछ क्या। कोरमा हिँडेपछि कन्फर्म फुल लाग्छ।
बाहिरबाट सिसब्याकको आर्मी पेक्का टिमले काम गरिरहेछ, यताबाट क्लियरेन्स भइरहेछ। ठिक छ, लभली। तपाईँबाट एउटा हाम्रो हिडन टेल चार रहेको रहेछ, त्यसले दिक्कत दिएला। हेर्दै जाउँ के हुन्छ। किङको पावर बचाएर राखेको छ हाम्रो लिजेन्डले। सायद यो लास्टमा टाइम फेलबाट बस्नुको लागि हुनसक्छ, हेरौँ। ठिक छ, युज गरेको छैन अहिले, जरुरत पनि परेको छैन। ठिक छ, ड्रागन बचिरहेछ, धेरै नै ड्रागन अझैसम्म। ठिक छ, फुल लाग्ने भयो त। स्क्यारर सर्ट आरसीले लिएको भए अहिले ओभर पावरफुल फुल लाग्थ्यो। स्क्यारर सर्टले हाम्रो ड्रागनलाई धेरै ड्यामेज गरिरहेछ, प्लस एयर डिफेन्सले पनि हाम्रो ड्रागनलाई झारिरहेछ। केही छैन, ठिकै छ। अब दिस टाइम टु किङको पावर युज गर्ने भन्दा युज गर्यो। लभली, किङको पावरले सबै क्लियरेन्स गर्यो, प्लस टाइम पनि 24 सेकेन्ड उब्रियो। लभली एट्याक, ओपी लिजेन्ड, ओपी। योसँगै हाम्रो स्टार रह्यो 32। अर्को एट्याक हाम्रो आइसकेको छ साइलेन्ट किलरबाट 29 नम्बर। लेट्स सी। क्विन छोडिसकेको छ साइलेन्ट किलरले। क्विनले फनल बनाउनु खोजेको थियो होला, क्विन मर्यो। गलत गर्यो साइलेन्ट किलरले, क्विन मर्यो। क्विनले कति पनि भ्याल्यु ल्याउनु सकेन, 9% मात्रै ल्याउनु सक्यो। मथलो साइडबाट हाम्रो इलेक्ट्रो ड्रागनले एट्याक गर्ने भयो। मेरो विचारमा यो ड्रागनभित्र छिर्ने चान्सै छैन, किनभने साइड फनल बनाएर चाहिँ इलेक्ट्रोलाई भित्र छिराएको भए बेस्ट हुने थियो। साइलेन्ट किलर केही छैन, हेर्दै जाउँ। फ्रिज, साइलेन्ट किलरले फ्रिज लाउने क्रम जारी छ ताकि इलेक्ट्रोभित्र जाओस्। रेज पनि लगाएर स्पेल एउटा रहेको छ, त्यो पनि युज गर्नुपर्ने भयो। युज गरिसक्यो साइलेन्ट किलरले। किङ चाहिँ किन बचाएर राखेको साइलेन्ट किलरले, हेरौँ। किङले साइडमा फनल बनाएर इलेक्ट्रोभित्र छिर्दाखेरि बेस्ट हुने थियो सुदेख्छु म। किङ कताबाट छोड्दो रहेछ, हेरौँ। आरसी पनि नबाच्ने भयो, आरसी पनि मऱ्यो, किनभने एक्सबो छ त्यहाँ, हाम्रो सिङ्गल छ, स्क्यारर सर्ट छ। यो फुल लागेन जस्तो देख्नु मैले। अझै हाम्रो 3टा राम्रो डिफेन्स रहेको छ अझै। स्क्यारर सर्ट, सिङ्गल इन्फर्नल टावर अनि एयर डिफेन्स रहेको छ। हामीसँग एउटा किङ मात्रै छ, यो फुल्ने चान्स छैन। एउटा इलेक्ट्रो, 2टा इलेक्ट्रो फेरि झरिसक्यो। लास्ट 1, यो त कन्फर्म फेल हो हाम्रो। 2 स्टार रह्यो यो एट्याक। नेक्स्ट टाइमबाट हाम्रो साइलेन्ट किलरले साइडमा फनल बनाएर इलेक्ट्रोलाई कोरमा लग्यो भने मात्रै फुल लाग्ने छ, यो विचार गर्नु होला। किङले कति फुटाउनु सक्छ, किङलाई अगाडि ड्रप गरेर फनलको काम गराउनुपर्छ। ठिकै छ, अब 2 स्टार 80%, नट ब्याड। अर्को एट्याक आएको छ हाम्रो मिलन न्यारिटो, निकनेम न्यारिटो हो। लेट्स सी कुन एट्याक रहेछ। फुल ड्रागन विथ ब्लिम, एउटा रेजिस्पेल, सब फ्रिज। लेट्स सी। टाउन हल 17 रस बेस रहेछ। कतापट्टिबाट एट्याक गर्छ त्यो भर पर्छ। लेट्स सी। किङ क्विनले साइडमा फनल बनाउने प्रयास राम्रो छ। ठिक छ, नाइस। 2-3वटा ड्रागन छोडेको छ मिलन न्यारिटोले, ताकि बमहरू ट्रिगर गरेर अरू ड्रागनलाई ड्यामेज नहोस् भनेर। साथमा हाम्रो वार्डेन विथ आरसी छोडिसकेको छ, साथसाथमा बिम पनि छोडेर टाउनतिर पठाएको छ। लेट्स सी। फ्रिज गर्ने क्रम जारी छ। फ्रिज हाम्रो सही छ। फ्रिज बोनेटमा सुपर मिनियन निस्किएको छ, सबै ठिकै छ। तर हामीले विचार गर्नुपर्ने यो स्क्यारर सर्ट विचार गर्नुपर्ने हुन्छ मिलन न्यारिटोले। सब ठिक छ, अझै 2टा फ्रिज रहेको छ।
सायद यो बचाएर यता स्क्यानर सर्टतिर राख्ने विचार होला। ठिक छ, हाम्रो टाइम पनि छँदैछ। आरसी पनि मर्यो, आरसीले राम्रै काम गरेको हो। रस बेस थियो तर पनि एक दुईवटा कुरा म्याक्स छ र निकै गाह्रो छ। 11 को ड्रागन सर्भाइभ गर्ने निकै गाह्रो भइरहेछ। यो पुल हुनु गाह्रो छ कि हेरौँ के लेट्स सी। ड्रागन कम्ती रहेको छ, अझै स्क्यानर सर्ट रहेको छ। क्विनको पावर युज गरेको छैन, क्विनको एबिलिटी के छ र यो फुल हुने चान्स छ अझै। वरिपरि क्लियरेन्स भइसकेको छ। यो फुल 100% फुल भयो किनभने क्विनको पेट पनि छ प्लस क्विनको पावर युज भर्खर भयो। नाइस एट्याक मिलन, किप इट अप। यो फुल एट्याक भएर हाम्रो क्लेन जित्ने चान्स ज्यादा छ। अर्को एट्याक म आफै गर्न गइरहेको छु। मेरो साथीको टाउन हल 17 को आइडी हो। लेट्स सी के हुन्छ। टाउन हल 17 ठिक छ। म यो साइडबाट आरसी वक गर्छु। आरसी काम गर बहिनी, लेट्स गो आरसी। मैले आरसी बचाउनु पर्यो एनी हाउ। आरसीलाई चाहिँ बचाएर यति यो मोनोलिथसम्मको कोर निकाल्ने प्रयास छ। के हुन्छ आरसी बचाउने प्रयासमा आरसीको लाइफ आधी भइसकेको छ। मैले आरसी एकदम केयरलेस गर्नु भएन, एकदम आरसीलाई सही ठाउँमा लानु पर्यो। ठिक छ, इन्भिजिबल पनि टन्नै छ, एकदम केयरफुल एट्याक गरिरहेको छु। ओ माई गड, एक सर्ट भेट्यो टाउन हलबाट। आरसीको लाइफ आधी भएको छ, अब मिस्टेक गर्नु भएन। लेट्स गो आरसी, आरसी मऱ्यो। ओ माई गड, दिमाग खराब भयो नि। अब त टाउन हल पनि आउनु सकेन। यो फुल आउने चान्स ज्यादा कम भयो। अब ड्रागनले यत्रो धेरै भ्यालु ल्याउनु सक्छ त। अब इन्भिजिबल स्पेल पनि 4वटा रह्यो। मेरो दिमागले काम गर्नु छोड्यो आरसी मरेपछि। लेट्स सी ड्रागन, लेट्स गो, कमन ड्रागन। अब मेरो ड्रागन आस एउटा छ। ड्रागनले कति गर्छ। लेट्स गो ड्रागन, कमन लेट्स गो। ओ माई गड, टाउनले धेरै ड्यामेज दियो मेरो ड्रागनलाई। क्विन पनि मरिसकेछ। दिमाग खराब भयो, क्विन पनि मरिसक्यो। सिर्फ क्विन रह्यो, क्विनको पावर रह्यो, एउटा इन्भिजिबल रह्यो। अब फुल लाग्ने चान्स झन् कम भयो। ड्रागन पनि बाहिर घटिसक्यो। फनल पनि राम्रो क्रिएट भएन रहेछ। ग्रेट मिस्टेक। आरसीले मिस्टेक गर्यो। आरसीले भ्याल्यु ल्याउनु सकेन भने ठ्याक्कै यस्तो हुन्छ है। त्यसैले आरसी मर्नु दिनु भएन। आरसीलाई इन्भिजिबल देख्दै गर्नुपर्छ। ठुलो मिस्टेक भयो। आरसी वक मिस्टेक भएर यो फुल लाग्न सकेन। लेट्स सी कति पर्सेन्ट आउँछ। 84% आइसकेको छ। 85, 87 आइसक्यो। 90 प्लस आउनु सक्छ होला। 88, 89, 89% हिलर मात्रै बच्यो, क्विन बचेन। नेक्स्ट एट्याक आइसकेको छ हाम्रो घोस्टबाट। लेट्स सी। घोस्टले पनि आरसी वक विथ ड्रागन आएको छ। आरसी वक स्टार्ट गरिसकेको छ। आरसी वक मोनोलिथमा लानु खोजिरहेछ हाम्रो घोस्टले। ठिक छ, इन्भिजिबल स्पेल स्टार्ट भयो। 11वटा इन्भिजिबल स्पेल अझै छ, 10वटा रह्यो, केही छैन। मोनोलिथमा लाने प्रयास जारी छ। वाउ, दामी। अगाडि एउटा इन्भिजिबल स्पेल छोडेर भए पनि मोनोलिथलाई नै टार्गेट गरेको छ। लभली। र एउटा रेज छोडेको छ ताकि ज्यादा स्पिडमा सबै डिफेन्सलाई डाउन गर्नुको लागि। र सबै डिफेन्स पनि डाउन गरिसकेको छ। र आरसी अझै मरेको छैन।
त्यो राम्रो कुरो हो। आरसी जति राम्रो आरसी वर्क भयो त्यति बेस्ट इजी पावरफुल फुल लाग्नेछ र हिरोलाई फलो गर्दै आरसी पछाडि फर्किएको छ केही छैन, राम्रो कुरो हो। अब हेर्नुपर्छ ड्रागन कताबाट ड्रप गर्छ, कताबाट फनल बनाउँछ। अझै हामीसँग 1 मिनट 46 सेकेन्ड छ र क्विन ड्रप गरिसकेको छ। सायद फनल बनाउनु प्लस एयर डिफेन्स फुटाउनु थियो तर एयर डिफेन्स फुटाउनु सकेन। लभली ड्रागन छोडिसकेको छ, एउटा राम्रो फनल बनायो क्विनले। यता मुनिबाट किङले सिजब्याकले गर्यो तर क्विन मर्ने भयो। क्विनलाई टार्गेट गरिसकेको छ सिङ्गल इन्फन्ट टावरले, बचाउनुको लागि स्किल छैन र क्विनले फनल दिएर क्विन मरिसकेको छ। यता मुनिबाट किङले आफ्नो काम गरिरहेछ बेस्ट र ड्रागन कोरमा गइसकेको छ। कोरमा जानु भनेको लगभग फुल लाग्नु नै हो। वार्डेनको एबिलिटी पनि सही टाइममा युज भएको छ र हामीसँग अझै 1 मिनट 1 सेकेन्ड छ र एउटा सिङ्गल इन्फर्नल टावर छ। त्यो किङले नकडाउन टेकडाउन गरिसकेको छ। अब त क्लियरेन्स मात्रै बाँकी छ। हामीसँग ड्रागन रहेको छ, पेक्काले आफ्नो काम गरिरहेछ। टोर्नाडोले अलिकति डिस्टर्ब गरे तापनि ठिक छ। हामीसँग सुपर मिनियन भर्खर निस्किँदैछ। इजी पिजी फुल भयो तर हामीलाई टाइमको भ्याल्यु, टाइमले चाहिँ अलिकति प्रभाव पार्ने भयो। टाइम हामीसँग 30 सेकेन्ड छ र हाम्रो 1-2वटा विजार्ड अगाडि गएर हाम्रो गोल्ड स्टोरेजतिर मुभ भइसकेको छ ताकि टाइममै 3 स्टार लाग्ने भयो र यो 3 स्टार भइसकेको छ। ओपी एट्याक ओभर पावरफुल, लभली। नेक्स्ट एट्याक आइसकेको छ हाम्रो मिस्टर एबिसीबाट र 2 साइड फनल किङ क्विनले बनाइरहेको छ प्लस लक लन्चर पनि छोडेको छ तर लक लन्चर छिटै डिस्ट्रोय भयो र हाम्रो इलेक्ट्रो ड्रागन विथ नर्मल ड्रागन बेलुन छ, त्यसमा एउटा ओभरग्रेड पनि ल्याएको छ। हेरौँ ओभरग्रेड कहाँ ड्रप गर्नेछ हाम्रो एबिसीले। अहिलेसम्म ठिक छ एट्याक तर एयर स्विपरले ओभर गिदी गर्ने भयो। ओ माई गड, एयर स्विपर टाउन हल सबैलाई ओभरलुट गरेको छ। कि त फुल आयो कि ओन्ली 1 स्टार हुनुभयो है। यो एकदम रिस्की देखियो किनभने टाउन हलले ओभरलुट भएपछि त्यसलाई ड्यामेज हान्दैन ड्रागन ह्यान्डले। अहिलेसम्म त बेस्टै छ। अब ओभरलुटको टाइम सक्यो, वार्डेनको एबिलिटी युज भयो, टाउन हलले दिक्कत दिइरहेछ। अरू त त्यस्तो केही छैन, टाउन हल रहेको छ। यो फुल हुने चान्स ज्यादा छ किनभने हामीसँग इलेक्ट्रो ड्रागन बेसी छ। क्विन पनि आफ्नो काम गरिरहेछ, क्लियरेन्स गर्ने काम र यो कन्फर्म फुल भयो। एबिसीले पनि एउटा राम्रो फुल स्टार दिन सक्यो। लभली। नाइस एट्याक, ओपी ओभर पावरफुल चाहिँ भन्नु मिल्दैन तर ओपी एट्याक। नेक्स्ट एट्याक हाम्रो डेन्जर आइसकेको छ, नामै डेन्जर। लेट्स सी। फुल स्टार लाउने मान्छे हो, लाउने प्लेयर हो र फुल ड्रागन विथ ब्लिम र क्लोन स्पेलको साथमा आएको छ र किङ क्विन एकै साइडमा ड्रप गरिसकेको छ र किङ क्विनले फनल क्रिएट गर्दैछ र ड्रागन पनि तत्कालीन छोडिदिइहालेछ। टाइम फेल हुने चान्स नगर्ने विचारले एकदम एट्याक फास्ट गरिरहेछ र ब्लिम पुऱ्याउने, वार्डेन क्याम्पमा पुऱ्याउने एकदम सक्दो प्रयास थियो तर पुग्न सकेन। क्लोन स्पेल युज गरेछ र अगाडि एयर स्विपरले धेरै दिक्कत दिइरहेछ ड्रागनलाई ताकि कोरमा जानुबाट एयर स्विपरले एकदम छिकिरहेछ। यो फुल हुन्छ त, यो फुल हुनु गाह्रो छ। लेट्स सी, हेरौँ के हुन्छ। अझै आरसी छ, आरसी कताबाट छोड्ला त्यसमा भर पर्छ। आरसीलाई सायद टाउन हल इन्फर्नल टावरतिरबाट छोडे टाउन हल आरसीले निकाल्न सजिलो हुन्थ्यो भन्दा भन्दै त्यतैबाट छोड्यो। राम्रो एकदम ओपी डेन्जर, सही प्लेसमेन्ट आरसीले इजिली टाउन हल लिन सक्छ र टाउन हलले धेरै ड्यामेज दिएको कारणले फ्रिज पनि दिएको छ र अझै हामीसँग एउटा फ्रिज रहेको छ।
त्यो फ्रिज कता युज गर्ला त्यो फ्रिज सायद ड्रागन बचाउनलाई युज गरियो त्यो फ्रिज र यो फुल भइसकेको छ पावरफुल फुल हामीसँग आरसी आज आरसीले धेरै राम्रो काम गरेको छ डेन्जरको लागि र फुल स्टार दिएर हाम्रो यो राउन्डलाई जित्ने चान्स झन् ज्यादा भएको छ यो आइडी मेरो भाइको हो ऊ एट्याक गर्न नभ्याउने कारणले म एट्याक गर्छु लेट्स सी कस्तो हुन्छ 8 नम्बर टाउन हल 16 छ आर्मी यही छ सबै यही छ यहाँ छ किङ क्वीन ठीक छ मेरो आर्मी रेडी छ ओके लेट्स गो म आरसी वक हान्न आँटेको छु विथ ड्रागन बेलुन लेट्स गो आरसी आज यो पालि म आरसी मर्न दिने छुइनँ आरसीलाई सक्दो बचाउने ट्राई गर्नेछु ओके आरसी बहिनी काम गर कमन आरसी टाउन हलतिर जानुपर्ने हुन्छ लेट्स गो आरसी अहिलेसम्म आरसी सही बाटो गइरहेछ कमन आरसी लेट्स मुभ टु टाउन हल एनी हाउ राम्रो आरसी सही छ आरसी लभली ओ माई गड टाउन हलतिर गएन ठिक छ हामीले यो सिङ्गल इन्फन्ट टावर पनि लिन सकिन्छ ओके हामीसँग 3टा छ इन्भिजिबल स्पेल ठिक छ यो पनि लिन्छु लभली टाउन हल बस्ने भयो केही छैन अब हाम्रो ड्रागन जिन्दाबाद छ ड्रागनले लिने हो टाउन हल लभली फनल यस्तो क्रिएट भएको छ अब म यताबाट मेरो क्विनलाई एयर स्विपर फुटाउने खोजेको एयर स्विपर पनि फुट्दिएन ओ माई गड मेरो क्विनको एरो के साह्रो बाङ्गो गइरहेछ एयर स्विपर फुट्दिएन छ्या दिमाग खराब भयो मेरो दिमाग खराब त्यही छैन म अब ब्लिम पठाउँछु टाउन हललाई डिप्लो गर्नको लागि मेरो ब्लिमलाई म अब वार्डनको पावर युज भयो ओके आरामले पुग्छ टाउन हल लिन्छ ओ माई गड टाउन हल पनि आउँदैन जस्तो छ त टाउन हल आयो टाउन हल आयो राजाको पावर चलाउने बेला हो उनको पावर तर हामीसँग ड्रागन ज्यादा छ त्यसैले यो 3 स्टार लाग्यो लभली ठिक छ अलिक गाह्रो तरिका लाग्दैथ्यो तर ओभर पावरफुलै भयो हामीसँग ड्रागन धेरै नै रहेको छ प्लस 2टा बेलुन पनि अझै रहेको छ किङ क्विन वार्डेन सबै रहेको छ त्यसैले ओभर पावरफुल भयो योसँगै हाम्रो वार जित्ने चान्स झन् बढ्यो लभली अट्याक भयो योसँगै 3 स्टार भयो हाम्रो यो राउन्डलाई ओके गाइज आजलाई यति नै प्लिज सब्सक्राइब एन्ड सेयर माई च्यानल लाइक अल्सो र योसँगै हाम्रो स्टार रहेको छ 484